नेपालको इतिहासमा कति पाठहरू पढाइँदैन। आज त्यही नपढाइएको मध्ये एउटा पाठको विषयमा कुरा गर्दैछु। सन् 1349 मा काठमाडौँ उपत्यका अथवा तत्कालीन समयको नेपाल उपत्यकामा चाहिँ बङ्गालका मुस्लिम शासक शमशुद्दिनले गरेको आक्रमण। अब हामीमध्ये कतिलाई अचम्म लाग्न सक्ला कि यो आक्रमण कहिले भएको पनि थियो, किनभने हामीले त यसका विषयमा इतिहासका कुनै पनि किताबमा पढेनौँ। तर वास्तविकतामा यो भएको थियो र आज म यसका विषयमा किन कुरा गर्दैछु त भन्दाखेरि कि सन् 1300 मा भएको यो आक्रमण जुन काठमाडौँ उपत्यकामा भएको थियो, यो कुनै पनि सानो आक्रमण थिएन। यो आक्रमणका कारणले गर्दा गोपाल वंश, महिषपाल वंश, त्यसपछिको किरात र त्यसपछिको लिच्छवी वंशमा जे जस्ता प्रकारका भनौँ न डेभलपमेन्ट भएका थिए, हाम्रा कला साहित्यका जे जति धरोहरहरू थिए ती सम्पूर्णलाई ध्वस्त पारियो। र अर्को मेन कुरा अथवा मुख्य कुरा त पशुपतिनाथको मन्दिरलाई समेत ध्वस्त पारिएको यो घटना हामीले हाम्रो इतिहासमा समावेशै गरेका छैनौँ। किन समावेश गरेनौँ? कहीँ कतै यो कतै एउटा षड्यन्त्र त थिएन कि नेपाल र नेपालीलाई आफ्नो शत्रुबोध अथवा इतिहास जुन एउटा जरो हो त्यो जरोबाट टाढा लगेर फ्याँक्ने कहीँ कतै यो षड्यन्त्र त भएन। किनभने जब जब हामी इतिहास बिर्सने गर्दछौँ तब नेपाल भनौँ न नेपालको जुन चाहिँ एउटा अस्तित्वको आधार छ हो त्यो आधारलाई हामी बिर्सिन्छौँ। आज किराती र लिच्छवी भनिनेहरू विभिन्न व्यक्तिहरू आउँछन्, कराउँछन् कि हाम्रो सभ्यता र संस्कृति हिन्दूवादीहरूले नाश गरिदिए अथवा हामी यस राज्यभन्दा बेग्लै छौँ र महेन्द्रले चाहिँ यो के भनौँ सन्धि पृथ्वीनारायण शाहले गरेको सन्धि तोडेर हामीलाई नेपालमा गाभे अथवा भनौँ न यो पूर्वको क्षेत्रलाई चाहिँ एक हिसाबले पूर्ण कन्ट्रोलमा ल्याए भनेर आवाज उठाउँछन्। तर ती किरात र लिच्छवीका व्यक्तिहरूले यो कुरा चाहिँ किन भन्दैनन् कि सन् 1300 मा भएको आक्रमणको कारणले गर्दा जुन चाहिँ काठमाडौँ उपत्यका जहाँ चाहिँ लिच्छवी र किरात संस्कृतिका ती धरोहरहरू थिए ती सम्पूर्ण नाश भए, हजारौँ बालबालिका मारिए, कैयौँ भनौँ न महिलाहरू बलात्कृत भएर एउटा एक प्रकृतिको नरसंहारै भयो भनेर किन बोल्दैनन्? इतिहासका अनेकन घटना याद गर्दै जाँदाखेरि हामीलाई के देखाइन्छ त भन्दाखेरि इतिहासमा तिमीहरू यहाँ नराम्रो थियो भनेर जहिले पनि देखाइन्छ, तर जुन चाहिँ हाम्रो इतिहासमा भएका राम्रा कार्य कहिले पनि देखाइँदैन र हामी विरुद्ध भएको जननरसंहार यसलाई कहिले पनि नेपाली इतिहासले देखाउने काम गरेन। यो किन भयो? कहीँ कतै कम्युनिस्ट मोडलमा अथवा मैकाले शिक्षा पद्धतिको मोडलमा जुन चाहिँ नेपालले आफ्नो शिक्षा पद्धतिलाई अङ्गीकार गर्यो हो त्यसकै कारण त भएको होइन।